यो अब हामी गोसाइकुण्ड लेक तलतिर लाग्दै अब यहाँ हामी पूजा गर्ने नुहाउने अनि फेरि यहाँबाट फेरि खाँदै हामी रिटर्न अब फेरि ढुन्चे देउराली जहाँ हामी पुग्न सक्छौँ त्यही पुग्ने। यो हेर्नुहोस् गोसाइकुण्ड, यो हाम्रो मित्रहरू। यो हाम्रो मित्र दाइ घर बजाउँदै जय शम्भु जय शम्भु। क्लियर भइरहेछ। 3 दिनको कठिन यात्रा पछि हामी फाइनली यहाँ पुग्यो। फिलिङ so excited and so exhausted।